तपाईँ आफ्नो भविष्यमा कस्तो खालको मान्छे हुनुहुन्छ भने होइन तपाईँको दुईवटा कुराले थाहा पाइदिन्छ के तपाईँको सोच अनि तपाईँको वातावरण मतलब सङ्गतहरू होइन तपाईँ राम्रो सोचेर राम्रो सङ्गतमा हिँडिरहनु भएको छ भने कन्फर्मली तपाईँ भविष्यमा राम्रै मान्छे बन्न सक्नुहुन्छ कि तर तपाईँको सोच राम्रो छ तर सङ्गतमा राम्रो भएपछि त्यसमा पनि मान्छे कोही 100मा 1-2% मात्र निस्किन्छ होइन न त त्यस्तै मान्छे बनेर निस्किन्छ कि जस्तो त्यसको सङ्गत छ सो राम्रो सोच्नुहोस् राम्रो मान्छेहरूसँग हिँड्नुहोस् होइन तपाईँको ग्रोथ अलवेज हुन्छ के चाहे जसरी होस् तपाईँ आफ्नो राम्रो तपाईँको सङ्गत राम्रो छ भने तपाईँको सोच राम्रो आउँछ कि होइन सङ्गतले चाहिँ लाइफमा धेरै नै इफेक्ट पार्छ जस्तो लाग्यो होइन सङ्गत पछिको तपाईँले सोचले हो तपाईँ कस्तो सोचेर हिँड्नुहुन्छ होइन तपाईँको सोच तपाईँको इमान मतलब सोच्ने त्यो हुन्छ नि नियत राम्रो छ कि छैन भन्ने कुरा पनि हेर्नुपर्छ होइन राम्रो नियतले हिँड्नुहोस् अलवेज तपाईँसँग राम्रो कुरा हुन्छ कि सो राम्रो नियत बनाउनका लागि राम्रो सोच्नुपर्छ राम्रो सोच्नका लागि राम्रो साथीहरूसँग हिँड्नुपर्ने हुन्छ कि त ओके